पक्राउ पर्ने सुईको पाएपछि महेश बस्नेत फरार। जतिसुकै चाँडो पक्राउ गर्न गृहमन्त्री सुदन गुरुङको निर्देशन। प्रहरीको वान्टेडमा रहेका नेकपा एमालेका नेता महेश बस्नेत आफूलाई गिरफ्तार गर्न गृहमन्त्री सुदन गुरुङले प्रहरी खटाएको सुईको पाएपछि एकाएक सम्पर्क विहीन भएका छन्। बस्नेतले दिउँसो 3 बजे माइतीघर मण्डलामा एमाले कार्यकर्तालाई भेला हुन बोलाएर आफू चाहिँ माइतीघर नगई सम्पर्क विहीन भएका हुन्। प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ। भक्तपुरको गुण्डु तथा ललितपुरको च्यासल क्षेत्रमा सादा पोसाकका प्रहरीहरू खोज तलासमा निस्किएका छन्। सकेसम्म उनलाई आजै रातिसम्ममा पक्राउ गर्ने योजनामा प्रहरी रहेको देखिन्छ। सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्दै शान्ति सुरक्षामा खलल पुर्याइरहेका बस्नेतलाई आजै शोभा पाठक पनि उजुरी दिन प्रहरी परिसर भद्रकाली पुगेकी थिइन्। पक्राउ पर्ने सुईको पाएपछि महेश बस्नेत फरार। जतिसुकै चाँडो पक्राउ गर्न गृहमन्त्री सुदन गुरुङको निर्देशन। प्रहरीको वान्टेडमा रहेका नेकपा एमालेका नेता महेश बस्नेत आफूलाई गिरफ्तार गर्न गृहमन्त्री सुदन गुरुङले प्रहरी खटाएको सुईको पाएपछि एकाएक सम्पर्क विहीन भएका छन्। बस्नेतले दिउँसो 3 बजे माइतीघर मण्डलामा एमाले कार्यकर्तालाई भेला हुन बोलाएर आफू चाहिँ माइतीघर नगई सम्पर्क विहीन भएका हुन्। प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ। भक्तपुरको गुण्डु तथा ललितपुरको च्यासल क्षेत्रमा सादा पोसाकका प्रहरीहरू खोज तलासमा निस्किएका छन्। सकेसम्म उनलाई आजै रातिसम्ममा पक्राउ गर्ने योजनामा प्रहरी रहेको देखिन्छ। सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्दै शान्ति सुरक्षामा खलल पुर्याइरहेका बस्नेतलाई आजै शोभा पाठक पनि उजुरी दिन प्रहरी परिसर भद्रकाली पुगेकी थिइन्।